एउटा कुरा भन, यदि ईश्वर कृपालु छन् र उनी संसारको कणकणमा व्याप्त छन् भने यो संसारमा यति धेरै दुःख र पीडा किन छ? राम्रा मान्छेहरू किन दुःख पाउँछन्? यो प्रश्नले शताब्दीौँदेखि मानिसहरूलाई अल्झाएको छ। यसलाई यसरी हेरौँ न, तिमीलाई सुख भनेको के हो कसरी थाहा भयो? कसरी हुनु? जब मन खुसी हुन्छ, दुःख हुँदैन, त्यही त हो नि सुख। हो, अर्थात् तिमीले दुःख कस्तो हुन्छ भनेर भोगेको छौ, त्यसैले त सुखको मूल्य बुझेको छौ। यदि संसारमा सधैँ उज्यालो मात्र भइरहने हो भने के हामीले प्रकाशको महत्त्व बुझ्थ्यौँ र? अँध्यारो छ र त उज्यालोको अस्तित्व छ। सुख र दुःख पनि त्यस्तै द्वन्द्व हुन्। त्यो त दर्शनको कुरा भयो, तर कसैलाई गम्भीर रोग लाग्दा वा अन्याय पर्दा त असाध्यै पीडा हुन्छ नि। त्यसमा के हुन सक्छ र? जीवन एउटा पाठशाला हो र दुःख भनेको त्यसको सबैभन्दा कडा र उत्कृष्ट शिक्षक हो। तिमी आफै सोच न, तिमीले आफ्नो जीवनका ठुला र महत्त्वपूर्ण पाठहरू सुखको बेला सिक्यौ कि दुःख र सङ्घर्षको बेला? वास्तवमा सङ्घर्षकै बेला मैले धैर्य र साहस सिकेको हुँ। सुखमा त म केवल रमाएरै बस्थेँ। देख्यौ त, दुःखले मानिसलाई भित्रबाट बलियो, परिपक्व र करुणामयी बनाउँछ। अर्को कुरा, प्रकृतिमा हरेक कुराको एउटा नियम छ। आगोले पोल्छ, त्यो उसको नियम हो। अब कसैले त्यसमा हात हाल्यो भने पोल्छ नै। त्यसमा आगो वा ईश्वरलाई दोष दिन मिल्दैन। हाम्रा कतिपय दुःखहरू हाम्रै अज्ञानता र गलत छनौटका परिणाम पनि हुन्। यसको मतलब ईश्वरले हामीलाई जानी जानी दुःख दिएका होइनन्? त्यो त जीवनको एउटा पाटो र सिक्ने माध्यम मात्र हो। जसरी सुनलाई चमक ल्याउन आगोमा पोल्नुपर्छ, त्यसरी नै दुःखले हाम्रो आत्मालाई शुद्ध र बलियो बनाउँछ। सुखले तिम्रो अहङ्कार बढाउन सक्छ, तर दुःखले तिमीलाई विनम्र बनाउँछ। कस्तो गहिरो कुरा। अब म दुःख आउँदा ईश्वरलाई दोष दिएर रुने छैन, बरु त्यसलाई एउटा परीक्षा र अगाडि बढ्ने अवसरको रूपमा स्वीकार गर्नेछु। जब तिमीले सुख र दुःख दुवैलाई समभावले स्वीकार गर्न सिक्छौ नि, तब संसारको कुनै पनि आँधीले तिम्रो मनको शान्तिलाई डगमगाउन दिने छैन।